How does chronic kidney disease cause anemia? Welcome to day 14 of 100 days 100 high yield medical concept series. So क्रोनिक किडनी डिजिजको पेसेन्टहरूमा हामीले फ्रिक्वेन्टली नर्मोसाइटिक नर्मोक्रोमिक एनिमियाहरू देखिरहेको हुन्छौँ र यस्तो किन हुन्छ त? सो देयर इज अ हर्मोन कल्ड इरिथ्रोपोइटिन जसले चाहिँ बोन म्यारोलाई चाहिँ आरबिसी प्रोडक्सन गर्नको लागि चाहिँ स्टिमुलेट गरिरहेको हुन्छ र यो इरिथ्रोपोइटिन भन्ने हर्मोन चाहिँ किडनीको पेरिट्युलर सेलले चाहिँ के गर्छ सेक्रेट गर्छ अर रिलिज गर्छ। सो इन केस अफ क्रोनिक किडनी डिजिज त्यहाँ चाहिँ किडनी ड्यामेज भएको हुन्छ तसर्थ पेरिट्युलर सेलले इनफ इरिथ्रोपोइटिन चाहिँ प्रोड्युस गर्न पाउँदैन जसले गर्दाखेरि चाहिँ बोन म्यारो चाहिँ जति स्टिमुलेट हुनुपर्ने त्यो हुँदैन। त्यसले गर्दाखेरि चाहिँ आरबिसी प्रोडक्सन कम भएर चाहिँ एनिमिया हुन्छ। यो चाहिँ प्राइमरी कज हो भने अन्य कजहरूमा चाहिँ किडनीले मजाले काम नगरेपछि शरीरमा टक्सिन लाइक युरिया क्रिएटिनहरू बढ्छ र यो यस्तो युरेमिक स्टेटले चाहिँ हाम्रो बोन म्यारोलाई चाहिँ सप्रेस गर्छ जसले गर्दाखेरि चाहिँ आरबिसी प्रोडक्सन के हुन्छ डिक्रिज हुन्छ भने अर्को युरिमिक स्टेटले चाहिँ आरबिसीको लाइफ स्प्यान जुन नर्मली 120 डेजको हुन्छ त्यसलाई पनि 60 to 90 डेजसम्म चाहिँ कम गराउन सक्छ। सो त्यहाँ चाहिँ आरबिसीको डिस्ट्रक्सन पनि हुन्छ। सो यो सबै कारणले गर्दाखेरि देयर इज एनिमिया इन केस अफ क्रोनिक किडनी डिजिज। थ्याङ्क यू सो मच।